ल यहाँ चाहिँ पुरा आज हिजो बिहाको आज भोजको लागि तयारी हुँदैछ। आज यहाँ के काटकुट तयारी काटकुट पूजा तयारी हुँदैछ यहाँ आज हो। अनि जस्तो हिजो बिहा भयो बेहुला को पर्ने तपाईँको? बेहुला मेरो भान्जो भान्जा हजुरको। अनि कस्तो घरपट्टिबाट भान्जो हजुर ए माइतीपट्टिबाट भदा भाइ। ए अनि भान्जाको बिहा भयो कस्तो रमाइलो भइरहेछ? कति रमाइलो भइरहेको हामीलाई त। ए अनि यहाँ के को तयारी हो यो चाहिँ? यो चियाको ए चियाको लागि ए ठिक छ। अनि हजुर को पर्नु भयो अरे बेहुलाको? माइजू ए माइजू भनेपछि त झन् के हो रमाइलो भइरह होला मस्त एकदम धेरै रमाइलो। अनि यता हजुर नि हजुर म नि भदौ हो। भदौ हो तपाईँको? ए ल सबै दिदीबहिनीहरू है आफ्नै रमाइलो ल। गाउँघरमा बिहा भएको रमाइलो हुन्छ एकदम रमाइलो हुने नि। जमघट गराउँछ है हजुर ल। के आज व्यवस्था हो नि खसी यही हो? तिनवटा ए कतिजना जति आउँछन् त आज? आज हुन्छ 8-9 जना त्यत्रोजना आउनु चाहिँ आइहाल्छ। गाउँै गाउँै पुरै रमाइलो चाहिँ यही हो क्या जे भने गाउँमा है। अनि तिनवटा खसीले पुग्छ? पुग्छ नपुग्छ ए थाउने पेटभरि दिने चलन होइन एकै डाडु हो बास पेटभरि नदिने पेटभरि भात चाहिँ पेटभरि मासु चाहिँ ए मासु चाहिँ पेटभरि भात चाहिँ तर्दो रे फेरि उताबाट भात थोरै रे फेरि ल। अहिले त पानी तोड्नु पानी होइन यो अहिले यहीँ आगो बाल्ने हो र उता ल्याउने भने त के अरे उ ल्याउनु पर्छ त वै बिउ कला निकाल ल्याउँदा के भयो र निकाल ल्याइहाल्नु न मिल्छ। पूजाको त छिट्टै हो यहाँको छिट्टै निकाल्नु मिलेछ। मेरो बत्ती एउटा यो बत्ती ल्याउनु पर्छ अहिले मिल्दैन त्यतिकै। उसिन्ने हो कि फ्राई गर्ने हो कि के गर्ने त्यो मान्छे तल फुत्केर पुनः छेउमा भयो भने अनि बच्चा हो अहिले फेरि तल बच्चा होइन पुरा अहिले काट्नु पुग्दैन किन पुग्ने त बाटामा हाल बाटामा दुई बाटा हाल्नु बाटो यहीँबाट पुग्छ त दुईबाट हाल्यो अलिक पछि एकबाट भन्छ यो होइन एकबाट हाल्नु यो दाइको मुख अलिक बिग्रियो होला ज्वरो आयो मुख बिग्रियो मलाई हल्का ज्वरो आइरहेको थियो मुख बिग्रियो होला अलिक नभए भन्नै पऱ्यो नि हल्का अर्को
बन्धु भाइ मुला पनि मुलै हो त रहेछ कामै लाग्दैन कामै लाग्दैन होइन भित्र फोक्स नभए हुन्छ हल्का छ मुला भात छैन के कुरो के ल्याउने भने यस्तो मुला त के खानु पानी हालेर नि एकदम चाँडो हुन्छ कि पानी हाल्यो पानी नहाल्यो पानी हाल्यो भने चाँडो ए फोक्सिएर चाहिँ भित्र है ऊ पसिरहेछ के पस्छ अरे के हो ठुलो यो के हो यो के भयो फोक्सो ए काठ पसे मुला भन्छ नि बसेको अर्को जर्रो हुन्छ यो फोक्स ल्याउनु कतिबाट एकछिन चल पाएर यो समाउँदा उदाको आलुको हालेर लैजाऊ पानी हराउ यसमा ड्याङ्गा ला ल पति ल पानी भर आलु लिएर आउनु आलु आलु धोरु यहीँ यो सबै पखाल्नु पर्यो यो के अब खेर गयो अलिअलि बाख्रालाई मसिलो हुन्छ खेरै चाहिँ जाँदैन त्यो गाउँघरमा यसरी खेर जान थाल्यो भन्दा होइन बस्तु पाले खान्छ मलाई पाप भएन अब खालि स्या ल यता चाहिँ हाम्रो यहाँ बाजा गाजा पञ्चे बाजा बजाउने हाम्रो यहाँ एकदम खुङखार दाजुहरू चिया खाँदै हुनुहुन्छ होइन दाजुहरू खाजा खाँदै है खुङखार बाजा बजाउनु त हाम्रो दाजुहरू ल पञ्चे बाजालाई जोगाइरहनु भएको छ पञ्चे बाजा होइन त यो त्यही त राष्ट्रिय पञ्चे बाजा भन्ने नि हुन्छ ल हो राष्ट्रको नै एउटा राष्ट्रको एउटा गहना पहिचान पञ्चे बाजा पञ्चे बाजालाई जोगाउँदै हुनुहुन्छ हाम्रो खतिवटा सरले थ्याङ्क यू चल्दैन होला पञ्चे बाजा भन्छ भन्नु तर बन्ने चाहिँ नौ त्यो खाल्दिनु भने चिनी हाल्छु अनि फेरि अब त्यहाँ खानु मिल्यो नि त त्यो चिया खाँदैन उहाँहरूलाई राखिदिन्छु अहिले दिनुहुन्छ अरे क्या आयो यहाँ सियल ए त्यो त यता गरौँ होला खसीको लागि अनि बल्छ त्यहाँ छेउमा ओहो कोदा ल्याएर यसलाई अलिक गाड्नु भने तातै सौर्यो त्यसो जाँदैन जान त लिएर आइज
यो भाँडा सब आँखा दिएर नि छोडे के हो मिलाएर काट्नु है त्यो भिडियो आइरहेको हो ढाका टोपी लाउने मान्छेको चाहिँ अलिक धेरै खिच्नु त उहाँको मैले के खिचिसकेँ त्यो मलाई पो थाहा छ भन्नु न माछा चाहिँ नखिच्नु न धुलो भए माछा केही फरक पर्दैन धुलो मैले देख्दैन नि यसमा यो त के हुँदैछ दाजु माछा फ्राई फिस फ्राई माछा बोल्दैन फिस फ्राई ए फिस फ्राई भनेपछि त फिस भन्नुपर्छ यार मैले नि गल्ती बोलेछु यार यता चाहिँ फिस फ्राई ल सेफ छ यहाँ उहाँ चाहिँ के अरे सेफ छ ए सेफ हो उहाँ ए यो माछा त निकै छ ठिक्क ठिक्क हालेर मात्रै गर्नु है अब यो झोल यति हो यता के हुँदैछ त यो के हो यो ए आलु बडी आलुबडीको तरकारी हो यो ए यताको डिपार्ट छ तपाईँलाई यो टिपा सबैजनालाई हो सबैजना हो होइन स्पेसल्ली भन्नुहोस् है सबै त अब मिलेरै गराउनु भयो भान्जा फोनबाट छोडेकै छैन अहिले यसो पनि अलि रातो अलि अलि कलर आओस् रातो खाने त्यति बेला टक्क पाइहाल्छ यता सायद पुलाउको लागि तयारी हुँदैन पुलाउको लागि पानी बसा खोजेको हुँदैछ है हुँदैछ है अब एकछिनमा यो पुलाउ तयारी हुन्छ 1.5 घन्टामा तयार हुन्छ होला खानेकुराहरू पहिला चामललाई पकाउनु पर्ने छ हो होइन पहिला पानी उमाल्ने पानी उमालेपछि पानी उमालेपछि मात्रै चामल हाल्ने यही फरक पर्छ नि उहाँ बोतल वहाँ फोहोर हुन्छ होइन यो हेर यही फरक यता चाहिँ आज भोजको कार्यक्रम चल्दैछ खसी ससी तयारी भुत्लाउने कार्यक्रम दुईजनाले पहिले भारतले छुट्यो हो भने यो छुट्यो यहाँ हाल पानी त्यहाँ भरे भिडियो हाल्नुपर्छ हजुर भिडियो आउँछ अनि हेलो जान्छ होला रातो खसी पुरै भिडियो आइगयो हो स्पेसल रातोकै आउँछ यहाँ पुरै रातोको ल धम्मा दम यहाँ
खसी बोका तयार हुँदैछ आज भोजको लागि। यो चाहिँ भेडाको टाउको यो ए भेडा टाउको यो हजुर ए भेडा टाउको चाहिँ तपाईँलाई परेछ? हजुर ए उसको नामको भयो हुन्छ अरूको नामको भयो चेक नलिनु ल अहिले चाहिँ हामी नुवाकोटमा छौँ। ल यस्तो हुन्छ गाउँमा चाहिँ टाकटुक आफै बनाउने आफै तयार गर्ने आफै खाने यस्तो हुन्छ युनिटी भनेको गाउँमा। यसरी मिलिजुली सरकार बारीको पाटामा पनि झ्याम लगाउने। ल यो हो नि त भोज भनेको। ल जम्मा जम हेर्दा फेरि कलर हुँदै हुनुहुन्छ। यो बेसार लगाइरहनु भयो नि त? हजुर बेसार हो बेसार लगाए कीटाणु नष्ट हुन्छ कीटाणु नाशकै लागि लगा हो कि के हो? आकर्षकको लागि पनि हो? आकर्षक पनि हो। ल राजेन त्यो उयो पखालेर यसलाई उता पठाइहाल्नु ल यसमा के हाल्नु भएको दाजु एकचोटि भनिदिनु न अलिकति। यसमा चाहिँ खरानी बेसार खरानी बेसार तातो पानीले मात्रै हुन्छ यस्तो? कलर हालिँदैन? साँच्ची हो? ओरिजिनल कलर भनिदिनु चाहिँ म अनि के हो भन्नु न? बेसार पानी तातो पानी अहिले यहाँ मजाले वनभोजको तयारी हुँदैछ। वनभोज सबै पकाइ तुलिसकेपछि मजाले खाँदाखेरिको पनि म तपाईँहरूलाई भिडियो देखाउँछु। ल भव्य छ यहाँ। ल ब्राउन कलर आउँछ थाहा लाएर यस्तो कलर नत्र काम चाहिँ भइदियो छोरेको बिस्तारै पकाउने अझै टाइम त छ नि टाइम छ अब अझै पकाउनु पर्यो मासु किन्नु पर्नु पापडहरू छैन के हो बाकल ब्राउन छ किन यो 4-5 जना जति यहाँ खस्नु लाग्यो।
पुल पहिले भ्यू खुकुरी छैन हो यो ल यता फालिदिन्छ त्यो यता फालिदिन्छ का ओ बडे धुलो नि छुट्टै गरेर त्यो फ्याक्ट्रीमा ए काका साडा उता पिने त्यो अचानक त यता राख्ने यो हसी त्यहाँ राख्नु हुने क्या त्यो अचानक यहाँ ल्याउ न अचानक यहाँ ल्याउ माटा पर्छ माटा पछाडि छाड मान्छे लाग्ला फेरि अहिले चालो दिन त फोर्नु भने स्याहार यहाँ त टमेटो एउटा यस्तो हुँदैदिनु पायो त्यो
पछाडि चाहिँ मान्छे बस्ने है सिधा गएर मान्छे छोराको फुट्छ के ल खुबुरिया नि आयो ल काट्छ लिन ल खोर्न दिउ कोही आलु ल्याउनु त एउटा त्यहाँ पछाडि छ भने ओइ तल पर्छ यो ओइ भाइ एउटा समेट नि खाली यो यसो गरेर लैजानु Hey, Rambabu, jangan tolong babu. यो हेर्न खाइला यो Ayo, tu mana le, wai? La. यो कुरो काट्नु नपुरी नकाट्नु कमान बिताए Malah alim kosa, hey. ठुलो खसी बस्यो होइन आज एक किलो जिरा आधा किलो धनिया मिक्स गरेर मसला बनाएर यो यता पास गरिदिनु भएको नि मामा आलो ल्याउने अहिले एकछिन यहाँले मिल्छ Setelah kali, gua arah mana mana ni? Kurian cai. Kurian coba. Itu lain hal. हार्दिक बधाई तथा सबैको आशीर्वाद संरक्षण नेपाल सुखी नेपालीको आधार सुशासन र पारदर्शिता र सदाचार नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर 4 आरोपर्क निवासी श्रीमान राजेन्द्र थापा तथा श्रीमती गोमा थापाको आयुष्मान सुपुत्र श्री रविन्द्र थापाको श्रीमान कुमार अधिकारी तथा श्रीमती शर्मिला अधिकारीको आयुष्मान सुपुत्री सुश्री अनिसा अधिकारीका साथ सुसम्पन्न शुभ विवाहको सुखद उपलक्ष्यमा वरवधुको वैवाहिक जीवन सुखमयको साथै उत्तरोत्तर प्रगतिको हार्दिक बधाई तथा शुभ आशीर्वाद प्रदान गर्दछौँ। नेपाल कम्युनिस्ट पार्टी एमाले नुवाकोट, बद्री मैनाली अध्यक्ष जिल्ला कमिटी नुवाकोट, सुशील खड्का अध्यक्ष क्षेत्रीय कमिटी क्षेत्र नम्बर 1, रामनाथ खनाल अध्यक्ष पञ्चकन्या गाउँपालिका कमिटी, रामबहादुर थापा अध्यक्ष पञ्चकन्या गाउँपालिका वडा नम्बर 4। एकैछिन है सर यता खोइ आमा बुवा Amal belum. बुझ्दिन आए ल एकैछिन यता हेरिदिनु है फेरि ल एकैछिन है फेरि
आमा खै त आमा आमा यता यसमा है हामीले फोटो खिच्ने हेर्छ कि सीधा ऊपर गए तीनजना हिरोहरू यार तातो थियो ल ल अहिलेको टुक्रा खसी त ल हाम्रो दाजुले तयार गर्नुभएको ल यार यहाँ दाजु तयार तयार गर्नेलाई अर्कै होला ल यहाँ गाउँको लोकल खसी अर्ग्यानिक चिज है बस खै दाजु खै पुलाउको तयारी गुरुबा हजुर अलिकति छाना बस्दैछ न हजुर कन्नड सिक्यो कि
मात्र गाह्रो छ ल हेर अब चिनेर मान्छेले भेट चिने मान्छे ल भइहाल्यो सम्झिन मात्रै ढोकेर सो पाएन सबैले तेरो झोला चाहिँ साग्दिनु अब चाहिँ नमस्ते ल नमस्ते उता Lagi seperti orang